खाल्टो भित्रै हराएको छ चाहिँ उता उता त पानी पर्छ जस्तो देखेँ चाहिँ दिनभरिको काम हामी दुईजनाको पानी पर्यो अलि भरमा पर्नु टेनको नमस्ते सम्पूर्णमा यति बेला चाहिँ म चाहिँ छु घरमा आज बिहान चाहिँ खोर छाउने बाख्राको खोर छाउने कार्यक्रम सकियो अब यहाँ ढोका तयार हुँदैछ एकचोटि मजाले चारपाँचचोटि तयार राखिरहेको छ जालीले छानेर सुकाउनुपर्छ र गाउँदेखि कतिको यो गाउँबाट निकालेको खोर हो फाइनलमा अन्तिम चरणमा फाइनल दाम सकेपछि हालेर पनि मिलमा लगाएर मस्त धुलो उडाएर मिलमा लाने ए नमस आयो गुवालाई खेल्ने ठाउँ त बाबुलाई सुत्न पनि पुग्छ होला है तपाईँ खाल्टो भित्रै हराएको छ चाहिँ यसको बाबु एउटा खोर बनाएको भाग एउटा भाले राख्न पठाए तँलाई तेरो मम्मीले भाले जति जम्मै बेचेर रानीहरू बनाउने भन्नुहुन्छ सबै हामीले वनमा उ गरेर हिँड्दा बरु सोहीदेखि बादल होइन हामीले उ गरेर हिँड्दा बरु घाम लागेको र अहिले मस्त बादल लागेको छ अहिले भर्खर घाम लागेको थियो है कालै र निलै भयो अहिले त यार ऊ हुन्छ क्या यार हिजो काटेको ऊ भइसक्यो यो बाङ्गो फाल्ने होला होइन यो बाङ्गो फालेर उ गर्दा त्यत्रै हुन्छ क्या यार अड्कियो होइन उता उता त पानी पर्छ जस्तो देखेँ चाहिँ दिनभरिको काम हामी दुईजनाको ए यार पानी त पर्ने होइन त्यस्तो घाम लागेको नि त टन्टल गएदेखि खै बिजोक हो यसो त यार दाउरा काटेर हिँडेको त यार मैला न मैला पहिला यस्तोमा घुसुरी खेलेर हिँड्थ्यौँ हामी यार यो चाहिँ कति नजिक भएको यार यो तार चाहिँ लास्टै डर लाग्दो डेन्जर क्या होइन अन्त यो पहाड बढेर पनि हो यसलाई चाहिँ अब कसले ध्यान दिने अब ध्यान आकर्षण गराउन चाहन्छौँ हामी भने जस्तो भयो नि त्यो त ओहो अघि 12 बजेभन्दा अगाडि त कस्तो घामले पोलेको थियो त अनि अहिले 12 बजेपछि त शीतल भएको छ त खै आज पनि सराई जाने प्लान मिल्ला जस्तो मानेको मैले लास्टमा प्लान क्यान्सल भएर आज त लास्ट दिन शान्तिरानी परियार होइन र मुख्य आकर्षक शान्तिरानी परियार हो गाडी शान्तिरानी परियार त हामीले स्कुल पढ्दा ऊ गीत गाउन कि मतलब स्कुलको वार्षिक उत्सवमा बोलाउने कि आफूले पढेको स्कुल भनेर सरहरूले बोलाउने एकचोटि भेटाएको छु मैले हाम्रो स्कुलको वार्षिक उत्सव प्रोग्राममा हाम्रो अरू दाइहरू पनि हुनुहुन्छ नि त सिनियर दाइहरू हाम्रो स्कुलबाटै राष्ट्रिय कलाकारहरू भएको राष्ट्रिय गायकहरू भएको आफूले पढेको स्कुलमा पढेको दाइहरू दिदीहरू भन्दा होइन छुट्टै सान के अझै ब्याक गर कसको गीत हो यो त मैले चिने जस्तो लाग्यो भने यसो सुने यो दाइसँग त मैले हाम्रो स्कुलमा पढेको एउटा स्कुलमा पढेको अरे गफ लगाउनु 1 वर्ष फल्ने 1 वर्ष नफल्ने भनेको उसको फलफुल पनि पोहोर कम्ता धेरै थियो मैले त्यो बुटामा चढेर कति धेरै खाएको पछि झारेर कति धेरै खाएको लिएर गएको थिएँ ढाकरमा त्यो पनि हो अनि यस्तो भइसक्यो 1 वर्ष फल्ने 1 वर्ष नफल्ने के हाम्रो पनि त्यस्तै भएको थियो
नफलोस् कि अहिले ऊ यो खाले यो बुट्टाको मिठो खाके त तल्लो बुट्टाको भन्दा यहाँ आइपुगेछ हाम्रो ए नमस आयो साँच्ची चाहिँ आउँछ क्या भन्दा भन्दा लत्ती आयो पानी त यार युट्युब उता घाम ला पानी आइरह्यो यार पानी पऱ्यो तपाईँको यो कटेज रेडी हुन्छ कि नै भाउजू नै अनि कस्तो होइन उता कति आयो उता उसतिर घर त अनि कुखुराको भए पनि हुन त बाँकी एकैछिन हो अघिसम्म कस्तो घाम लाग्छ टन्टलापुर ऊ घाम लाग्यो ल फेरि ए साँच्ची यहाँ जाली लगाएर ऊ लगाउँदा त टेन लगाउँदा छानो लगाउँदा त 12 गुल्टाउने होला नि अहिले त्यो पङ्खाको हावा त यहाँ बाहिरसम्म आयो 0.5 मा दामी देख्छ कि त्यही मनपर्छ मलाई तेरो कटेज तयार हुन्न प्याज खानु पर्यो नत्र यार गर्मीमा तातो चरप शरीरले थर्काउँछ यस्तो बस्दा त भर्याङ साँच्चै आज दिनभरिको काम हामी दुईजनाको खाँबा र बोलो काट्दा र बाँस काट्दा जाने भयो लास्टै घाम पनि यार के भएको यार यस्तो चर्किन्छ यार घाम यार त्यहाँदेखि टाउको नजिकै भयो जस्तो क्या के पोलेको यार यो बुट्टामा घाँस काट्दा म धन्नै खसेछ नि यहाँबाट यार यो दबदबको उसको बुट्टाबाट के यो बुट्टाबाट खस्यो कि धन्नै एकचोटि सुकेको हाँगा आफैले छोपे थियो अर्को हातले पडक्का भाँचेको त धन्नै उत्तानो गाखेन तल छाङ्गातिर ए यहाँ बेल रहेछ है बेल बाँकी मिठो हुँदैन होला यहाँको होइन बारीतिर पनि दामी शीतल भएको त यहाँ यस्तो भिडमा छ है यहाँबाट गयो भने तर कहाँबाट चाहिँ थाहै हुँदैन तर एकैचोटि एउटा झरना छ त्यो झरनाको तल पुगिन्छ अब कहिले निस्किन्छ यार तेह्रमा सालको बुट्टा साइली भए किन मिल्दैन भनेको उहाँ गएर अड्क्याएर चाहिँ कसरी हो निकाल्ने मैले यसलाई यार त्यो अड्किया छ यो यहाँ अड्किया छ त्यो त्यहाँ अड्किया छ तल पहाड छ दाउ छ यहाँ यति काटिसकेको छु अब यसलाई काट्यो भने उछुट्यो भने मलाई पछाडि फाल्न बेर छैन नि एकदम डेन्जर ठाउँमा छु म अहिले होइन के भएको पानी परेको क्या सुहा गरेछ है पानी पऱ्यो क्या हो त साँच्चै होइन पानी परेकै होइछ यार पानी पऱ्यो बसिरहेको अन्त पानी आयो उहाँ हेर्नु न बसन्ते बाबु मार हिँडेको खेतमा ओ मार हिँड्नु भयो है त खेतमा यार गाई बस्तु चराएर हिँड्नु भयो ओहो पानी पर्यो झरझरी भिजायो हिँड्नु हिँड्नु म आयो
घाम पानी आएछ अब यसलाई निकाल्न यतिकै होला अब पानी पऱ्यो अब छोडेर हिँड्ने केटा यो लिएर अब यो म छु यहाँनिर देख्न सक्नुहुन्छ पानी परिरहेछ फेरि उता घाम पनि लागिरहेछ अब पानी हल्का शीतल शीतल पनि भइरहेछ यसको टुप्पो चाहिँ यहाँ अड्किरहेको यसलाई चाहिँ अहिले तानेर निकाल्ने हो यो फेद लिएर हिँड्न लगाएको म पानी खानु पऱ्यो पानी तिर्खा लाग्यो त्यहाँ तल अलि क्लियर आएन यहाँनिर मारा हिँडिरहनु भएको छ बसन्ती बाबु बोले नि छुइएको हाम्रोतिर रोपेको मकै उम्रिन्छ यहाँ त आफै उम्रेको मकै होला त्यसले पनि घोगा हाल्न लाग्यो यहाँ पनि त्यस्तै भइसक्यो हजुर त्यो पोलोलाई आँखा फाल्नु ल ल पाउन चाहिँ नि यो चाहिँ नि होइन यो हुन्छ कि उति हुन्छ यो अलि बाङ्गो छ क्या फेरि अलि मोटो छ यो होइन ल ल ल ल ल कब्दी के कब्दी के कब्दी के कुडी किन्छु जति म त निस्क्यो त उसको थोर टेन चाहिँदैन होला नि तपाईँले चिसो खाने त्यस्तो टाइट छ सात के ताकै बाबु बाबु तुम हुन पठाएको फेरि यहाँबाट भयो त फेरि तुम हुन पठाएको फेरि एकातिरबाट भयो एकातिरबाट तुम भयो फेरि बेला बेला अड्किँदो रहेछ क्या न यो त बाङ्गो त पर्दैन होला के हुनु थाल्यो यो दुईवटा बाङ्गेको त तेल Masih jangan misal kali. गुन्द्री चिसो छ नि होस् गम्मै गुन्द्री छुट्यो नि त
होसेको त अरू सेफ्टी क्याप खेल्दै यो लोड त भयो के रे अरू त्यो उता पछाडि खोप्नु खाल्टो खाने कुटो त दुईटा बाक्लो बाक्लो 76 इन्चीको बास कहाँलाई पछाडिलाई घुँटा ए ल कतिको 76 अब इजो ल यो हुन्छ होला यो त्यो मैले मोटो मोटो पार्नु त फ्याक्ट्री नाप्छ त्यो आँगाबाट गर्नु है के नमस्ते भर्र हेर्न न ए नन नौ तर एक 76 को कहाँ भारी बुझ्नु भारी बुझ्नु छ म्युनिसिपालिटी का मसला चार दिन ल्याउँ भने 5 दिन सामने होला ओल्ले रे ए त के भयो तपाईको मासु खानु भेट्छ होला कतिजना छौँ हामी कति बिस बाबु मान्छे हातले ओइ म त हातले छिडेँ अलिक भर्न पर्नु है टेनको म हिजो कति हिजो कसले बाजीले आइडिया लगाएको मैले एकबाट भरे कुदाबाट भित्तामा दुईवटा भित्तामा लगाएर पठाएर भित्तातिर लगाएर उस टिममा घर भाँचेर अनि यसरी उसमा के यसरी चढेको यसरी अनि त्यो उसमा मात्र टेकेको बिट पिटमा मात्र कुलंदार किला काट किला नी कति लंका नी अलग फसक ले पहिलो
घाँस तार भएको Hah? घाँस yang kata Timbang dia mas. Hati ko pala sa taring dito na lang eh. Mesin ल्याउन यो बेरेको अनि लास्टमा मान्छेले बानी गरेर काटेर च्याट्ट मसिनले काट्छ र मान्छेले बिगार्ने इजिली तान्ने पहिला बुढिया त इंच चप्पल रुके त्यहाँ गरे कुराको लागि नाल्दा Ngap ke? हजुर नत्र गाह्रो नलगाएर भुवाक भुवाक माटो हाल्दा पानी उ गरेर होइन Tanjo di kau ni. पेडी जस्तो के हुन्छ पानी आउँदा के हुन्न Ilang. अब भ्याटल्याङ यो क्ल्याङ माटा अड्जाक के गाह्रो छ मा गंजाक ल्याङ मा भ्याटल्याङ खोजेले त छोड्छु यो सोटीमा पो सेता घम्पोरो सेप्त पादियो हम्बा मुस खाने दिया खाने अरे Walang ngap kita na. बलियो भयो तपाईँको खोरा भयो orang kata itu istar ya